हामीले के गर्नुपर्छ र हामीलाई के फाइदा हुन्छ त? अब मान्छेहरूले सोध्नुहुन्छ हामीले के गर्नुपर्छ र हामीलाई के फाइदा हुन्छ भन्ने कुरामा जानुहुन्छ। तो अब त्यति भनिसकेपछि तपाईले कम्पनीको बारेमा पनि भन्नुभयो, केही तपाईले प्रोडक्ट्सको बारेमा पनि भन्नुभयो हैन। हाम्रो कम्पनीले गुड मर्निङ देखि लिएर गुड नाइट सम्मको धेरै प्रोडक्ट्स बनाउँछ। अब जाउँ हामीले के गर्नुपर्छ भन्दाखेरि सबैभन्दा पहिला त कम्पनीले हामीलाई डिस्ट्रिब्युटरशिप अनि हामीलाई बिजनेस पार्टनरशिप दिन्छ। कम्पनीले हामीलाई कस्टमर बनाउँदैन, हामीलाई डिस्ट्रिब्युटर बिजनेस पार्टनरशिप दिन्छ। त्यसको लागि चाहिँ हामीले सबैभन्दा पहिला आईडी बनाउनु पर्छ, बिजनेस आईडी बनाउनु पर्छ। यो आईडी बनाउनको लागि कुनै पनि पैसा लाग्दैन, हाम्रो डकुमेन्ट लाग्छ। नेपाल भित्रै हामी नेपालबाटै गर्न चाहन्छौँ भने नेपालको 4 डकुमेन्ट मध्ये कुनै एक डकुमेन्ट, नागरिकता, ड्राइभिङ लाइसेन्स, भोटर आईडी, पासपोर्ट, तपाईले 4 डकुमेन्ट मध्ये कुनै एक डकुमेन्ट भयो भने तपाईको आईडी बन्छ। र इन्डियामा चाहिँ आधार कार्ड, पेन कार्ड भयो भने आईडी बन्छ। अनि आईडी बनाइसकेपछि हामीले सबैभन्दा पहिलो काम आईडी बनाइसकेपछि हामीले आफ्नो पसल चेन्ज गर्ने, आफ्नो दोकान चेन्ज गर्ने। दोकान चेन्ज किन गर्ने त? तपाई र हाम्रो घरमा कहीँ न कहीँ बिहानदेखि बेलुकासम्मको जुनसुकै प्रोडक्ट्सहरु लाग्छ, हामीले कहीँ न कहीँदेखि त लिनै पर्छ। आजसम्म हामी जुन दोकानबाट आजसम्म हामीले सामान किन्यौ त्यो दोकानलाई हामीले के फाइदा दिनु भयो त? जुन दोकानबाट आजसम्म हामीले लाखौं रुपैयाँको सामान पर्चेस गर्यौं त्यो दोकानले हामीलाई केही पनि फाइदा दिएन। तर वेस्टिजबाट तपाईले दोकान चेन्ज गर्नुभयो भने तपाईलाई सबैभन्दा पहिला बिजनेस गर्ने मौका दिन्छ। दोस्रो फाइदा तपाईलाई जो एमआरपी हुन्छ त्यो एमआरपी देखि तपाईले 10% को डिस्काउन्ट पाउनुहुन्छ एन्ड तपाईले 10% को फ्री प्रोडक्ट्स पाउनुहुन्छ। र आफूले सामान किन्दा पनि 5 देखि लिएर 11% मा तपाई जति पर्सेन्ट हुनुहुन्छ त्यति पर्सेन्ट तपाईलाई हामीलाई रिटर्न आउँछ। लगातार 4 महिना यो कम्पनीको प्रोडक्ट्स किन्दा 1 महिना हामीलाई फ्रीमा प्रोडक्ट्स आउँछ। र साथसाथमा तपाईले आफूले सामान किन्दा पनि तपाईलाई फाइदा त भयो एन्ड तपाईले अब दोस्रो काम के गर्ने? शेयर द प्रोडक्ट्स। तपाईले प्रोडक्टको बारेमा शेयर गर्ने अनि तपाईले यो प्रोडक्टको बारेमा अरूलाई शेयर गर्नुहुन्छ भने पनि तपाईको आईडी को मुनि उहाँहरुको आईडी लाग्छ भने उहाँले सामान किन्दा पनि तपाईको लेभल बढ्छ अनि तपाईलाई फाइदा हुन्छ। अनि तपाईले टिम बनाउने, तपाईले दोस्रो काम के गर्ने? टिम बिल्ड गर्ने अनि तपाईले साथी बनाउने। तपाई 4-5 जना साथीलाई भन्नुभयो, 4-5 जनाले अरूलाई भन्नुभयो। यसैगरी हामीले नेटवर्क बिल्ड गर्छौं भने, हामीले टिम बनाउँछौं भने यो बिजनेसको माध्यमबाट लाखौं रुपैयाँ कमाउन सकिन्छ। हेर्नुस्, यहाँबाट हजारौं व्यक्तिले आफ्नो सपना पूरा गर्नुभएको छ, हजारौं व्यक्तिले आफ्नो जिन्दगी परिवर्तन गर्नुभएको छ यो बिजनेसको माध्यमबाट। तपाईलाई थाहा छ आज हजारौं व्यक्तिले आफ्नो सपना पूरा गर्नुभएको छ, आफ्नो लाइफ स्टाइललाई चेन्ज गर्नुभएको छ। जस्तै कि मैले पनि यो बिजनेसलाई सुरुवात गरे आज भन्दा 14 महिना अगाडि। 14 महिना मैले पनि पहिला सुरुवात गरे, मैले पनि आफ्नो पसल चेन्ज गरे, मलाई कसरी फाइदा भयो र मैले जो व्यक्तिलाई यो बिजनेस प्लान बताएँ र त्यो व्यक्तिलाई कसरी फाइदा भयो म तपाईहरुलाई मेरो स्क्रिन शेयर गरेर देखाउने छु र तपाईले पनि यसै गरी स्क्रिन शेयर गरी तपाईले देखाउन सक्नुहुन्छ। जस्तै कि मैले जब यो बिजनेसलाई सुरुवात गरे भन्दा 14 महिना अगाडि म तपाईलाई स्क्रिन शेयर गरेर देखाउँछु, वेट गर्नु होला। स्क्रिन ओके तपाईले मेरो स्क्रिन देखिराख्नु भएको छ होला। सबैभन्दा पहिला त यहाँ हामी डिस्ट्रिब्युटर बन्नुपर्छ। जस्तै कि डिस्ट्रिब्युटर बन्नको लागि यो हाम्रो सफ्टवेयर हो, यो सफ्टवेयरमा सबै चीजहरु देखाउँछ। मैले यसै गरी देखाउँछु, तपाईले पनि आफ्नो आईडी खोलेर देखाउन सक्नुहुन्छ। मेरो नाम प्रकाश परियार, मेरो लेभल क्राउन डाइरेक्टर। यो अहिले मैले जब सुरुवात गरेको थिएँ तब म एक्लै सुरुवात गरेको थियो भने अहिले यो बिजनेसको माध्यमबाट 6260 जनाको मेरो टिम छ। अब 6260 जनाको टिम मैले एक्लै बनाएको हैन फ्रेन्ड्स, मैले मेरो टिममा मैले केही साथीहरुलाई भने, केही साथीहरुले अरूलाई भन्नुभयो, हामीले ग्रुप बनायौं, हामीले टिम बनायौं। हामीले टिम बनाउँदाखेरि वहाँबाट टिमहरु बढ्दै ग्रुपहरु बढ्दै गयो अनि फाइदा हुँदै जान्छ। जब मैले आज भन्दा पहिला 2021 जुनमा मैले बिजनेसलाई सुरुवात गरेको थिएँ, त्यति बेला मलाई परफर्मेन्स बोनस आएको थियो 605 रुपैयाँ। जब जुन महिनामा मैले बिजनेसलाई सुरुवात गर्दा मलाई परफर्मेन्स बोनस आयो 605 रुपैयाँ आफूले सामान किन्दा पनि। जब मलाई आफूले सामान किन्दा पनि 605 रुपैयाँको बोनस आउँदा म धेरै खुसी भएँ, किनभने आजसम्म हामी बजारबाट लाखौं रुपैयाँको सामान यहाँबाट सामान किन्दा हेर्नुस् त मेरो पहिलो बोनस 605 रुपैयाँको आयो। मलाई 605 रुपैयाँको बोनस आउँदा यही चीज मैले के गर्ने? शेयर द प्रोडक्ट्स मैले मेरो फ्रेन्ड्स, मेरो फ्यामिली, मेरो रिलेटिभलाई मैले भन्दै गएँ। अब जुन दोस्रो महिनामा मैले बिजनेसको माध्यमबाट
8,016 रुपियाँको मैले बोनस कमाएँ। त्यो